कराईलाई बसाल्दिने हो। कराईलाई बसालिदिएर तेल लगाइदिने हो। तेल लगाइदिएर एकछिन गरम गरिदिने हो। अनि प्याज लगाइदिने हो। गरम भएर प्याज लगाइदिएर लसुन लगाइदिने अनि चलाइदिने हो। अनि खुर्सानी लगाइदिने हो। खुर्सानी लगाएर चलाइदिने हो। अनि हल्दी लगाइदिने अनि टमाटर लगाइदिने हो। टमाटर लगाएर चलाइदिने हो। एकछिन चलायो चलायो चलायो। कस्तो लाग्यो कमेन्ट गर्नु है त। मैले सब्जी बनाएको आज त भोइस गरेर लगाएको नि। रेड चिल्ली लगाइदिए अनि चलाइदिने हो। चलाइदिनु पर्छ। चलाइदिएर एकछिन राखिदिने हो। अनि फेरि नुन लगाइदिने हो। नुन लगाइदिएर फेरि एक बार चलाइदिने हो। चलायो 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 चलाइराख्नु पर्छ नि त। मेरो त आदतै छ चलाइराख्ने बानी। चलक्क चलक्कै गर्छु हो है त। एकछिन देरीमा फेरि हेर्ने चलाइदिने हो। अनि चलाएर चलाएर एकछिन देरी चलाइराख्नु। थिचेको नि त पाक्यो कि पाकेन भनेर। अनि मसरुम लगाइदिने हो। च्याउ लगाइदिने हो। आज मैले च्याउको सब्जी बनाएको नि त गाइस। तपाईलाई नभनेको मैले के सब्जी बनाएँ भनेर आज च्याउको सब्जी बनाउँदैछु है। कस्तो लाग्छ कमेन्ट गर्नु है त। बनाएको कस्तो लाग्यो। च्याउ लगाएर मुछिदिने हो। चलाइदिने हो। अलिक कलरिङ आएको जस्तै लागेन। अनि कलरिङ अहिले आउँछ कि अलिअलि रेड चिल्ली लगाइदिने होला। रेड चिल्ली लगाइदिने। अनि रेड चिल्ली लगाएर फेरि एक बार चलाइदिने। चलाइदिएर यतिकै अब छोपेर राखिदिने है त। अनि छोपेर राखिदिने हो। एकछिन देरी फेरि चलाउने 2-3 मिनटको पछि अनि चलाइदिने। पानी अलिअलि निक्लिँदैछ। पुरा ड्राई बनाइदिने हो। खानु बेसी त छैन म एक्लै हो त भाडा पनि छोप्दै बनाइदिने हो। ला मेरो त थालै गिरी गयो क्या। ढकनी गिरी गयो गाइस। चलाइदिने। खाऊ खाऊ मन लागिसकिसक्यो गाइस। तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु है त। एकछिन देरी फेरि हेर्नु पर्यो कस्तो भयो। पाक्नु पाक्नु आँटिसकिसक्यो। कस्तो टेस्टी बनाएको छौ गाइस। खाऊ 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 मन लागिसकिसक्यो। कसले मसरुम खानुहुन्छ कमेन्ट गर्नु है त। च्याउ कसले खान्छ। खाने हो क्या कमेन्ट गर्नु है त। खानेलाई हेर्नुहोस् कस्तो लाग्यो। मेरो सब्जी पाक्यो। आजको लागि यति नै गाइस। बाइ बाइ। लाइक कमेन्ट गरिदिनु है त।